हेलो साथीहरू, आज हाम्रो समाजसेवा समितिमा चाहिँ ब्लड डोनेसन क्याम्प भएको थियो है। अनि म पनि ब्लड दिन्छु भनेर चाहिँ रेडी भएँ। अनि हेमोग्लोबिन चेक गराउँदैछु मैले पनि हो। अन्त यो सानो भिडियो बनाएको है, म पनि ब्लड दिन्छु भनेर चाहिँ। अन्त हेमोग्लोबिन चाहिँ हेरौँ कति के रहेछ हो। मेरो प्रेसर चाहिँ ठिकै रहेछ। हेमोग्लोबिन मात्रै नभएर मेरो चाहिँ फेरि अलिकति भेन्स पनि भेटाउँदैन हो। पहिला पनि ब्लड दिन्छु भनेर चाहिँ यसरी नै ट्राई गरेको थिएँ, तर एकदमै भेन्स नभेटेर एकदमै प्रब्लम भएको थियो हो। तर पनि एकपल्ट ट्राई गरौँ है, के हुँदो रहेछ। भयो भने चाहिँ दिनु पऱ्यो भनेर। ठिकै रहेछ मेरो हेमोग्लोबिन चाहिँ। खाजा चाहिँ खाएर आउनु भन्यो र मलाई चाहिँ केरा, चिया, बिस्किटहरू खानु लगायो। मैले मजाले खाएँ। अन्त ब्लड दिनु जान्छु भनेर हो ट्राई गर्दैछ। ब्लड दिने भनेर चाहिँ म यहाँ ढल्किरहेको छु है। मेरो भेन्स हेर्दैछ है, तर अब यहाँ नर्सहरूले हेऱ्यो, भेटाएन हो। त्यसले गर्दाखेरि चाहिँ उहाँ सरलाई बोलाउनु भयो। उहाँ सरले पनि ट्राई गरिदिनु हुँदैछ है, मलाई हातहरू हल्लाउनु लगाएर। अन्त अलिक मोटी पनि छु, त्यही भएर पनि होला। तर के भन्छ, भेन्स एकदमै पत्ला छ मेरो हो। पत्ला भएकोले गर्दा पनि भेटाउँदैन हो। कति ट्राई गर्नुभयो, हेर्नुभयो, कति यताको हातमा पनि हेर्नुभयो, दाहिने हातमा, देब्रे हातमा, दुईपट्टि ट्राई गर्नुभयो है। तर भेन्स भेटाएन हो। नदिने नै जस्तो भयो है, मेरो चाहिँ भएन हो। अन्त र पनि एकपल्ट ट्राई गरेर हेर्छु, भयो भने चाहिँ दिनु नि भनेर भन्नुभयो है। तर अन्त म चाहिँ इरिटेट भइसकिसकेँ यहाँ ढल्केकोले गर्दाखेरि गरममा हो। अन्त ट्राई गर्दैछ उहाँहरूले। यो यस्तो लाइट पनि लगाएर हेर्नुहुँदो रहेछ नि, भेन्स चेक गर्नुको लागि छ कि छैन भनेर। भेटाउँछ अरे नि त्यस्तो गर्दा चाहिँ, तर मेरो भेटेन हो, मेरो भएन। अन्त मेरो साथीहरूले चाहिँ दिनुभयो है। यहाँ मेरो साथी हुनुहुन्छ, उहाँले पनि दिनुभयो हो। उहाँ पनि मोटी नै हुनुहुन्छ, तर खै मजाले उहाँको त भेन पनि भेटायो हो। उहाँको चाहिँ भेन भेटाइहाल्दो रहेछ, मेरो मात्रै भेटाएन। मैले सोधेँ दुख्यो भनेर हो, दुखेन अरे हो। पहिला खुसी भइरहेको छ हो। अन्त उहाँको भयो पनि हो। अन्त यहाँ चाहिँ हुनुहुन्छ भाइ हो, हाम्रो समाजसेवा समितिको सेक्रेटरीको छोरा हुनुहुन्छ है। अनि यहाँ चाहिँ हुनुहुन्छ हाम्रो साथी अगम गुरुङ है, उहाँ पनि आउनु भएको रहेछ आज हो। अन्त उहाँले पनि खबर पाएर चाहिँ आउनु भएको रहेछ समाजमा। सधैँ पनि आउनुहुन्छ यसरी डोनेसन गर्नुको लागि। यहाँ चाहिँ हुनुहुन्छ किशोर साथी है, उहाँ दुईजना आउनु भएको थियो है। उहाँले ब्लड दिनुभयो। थ्याङ्क यू सो मच।